हेलो साथीहरू नमस्कार अनि वेलकम टु माई च्यानल। म चाहिँ आज मेरो प्रोजेक्ट भनेको यस्तो ब्रेसलेटहरू बनाउने हो। अनि यो राख्नको लागि ट्रे मैले एमाजोनबाट अर्डर गरिसकेको छु। यो क्लाउड स्टाइलको व्हाइट कलरको ट्रे मलाई एकदमै मन पर्यो। मेरो अर्डर गरेको ब्रेसलेटहरू राख्नको लागि र यो निडल्सहरू अनि किटहरू ब्रेसलेट बनाउने यो धागो हो नाइलनको, एकदम स्ट्रङ छ यो धागो चाहिँ, हत्तपत्त चुडिने खाले छैन है। अनि यो हट साइनको क्ल्याप्स, यो चाहिँ नेकलेस क्ल्याप्स हो, तर मैले ब्रेसलेटको लागि युज गरिरहेको छु। आज चाहिँ म ग्रिन कलर र पिङ्क कलर युज गरेर ब्रेसलेट बनाउँछु, स्पाइरल ब्रेसलेट, दुईवटा कलरको मिक्स गरेर। र यो टुल्सहरू छ मसँग, निडल्स छ अनि हेर यो ट्विजरहरू छ। यिनीहरूको सहयोगले मैले एउटा ब्रेसलेट बनाउँदैछु आज। यो ब्रेसलेट मैले किन बनाएँ भन्दा मलाई वास्तवमा यो बनाउँदाखेरि कुनै पनि कुराहरू हुन्छ नि, यो ब्रेसलेटहरू बनाउँदा डिजाइनहरू गर्दा म फुल्ली यही काममै इन्भल्भ हुन्छु र मैले आफूलाई चाहिँ माइन्डफुलनेस फिल गर्छु। अनि मलाई एकदमै आनन्द आउँछ योहरू बनाउँदा, पिस, माइन्डफुलनेस होइन। अनि फुल्ली टोटल्ली इन्भल्भ एन्ड यो कुनै बिजनेस केही नभए पनि मैले चाहिँ एकदमै फुलफिलमेन्ट आफूलाई चाहिँ अनुभव गर्छु। त्यही भएर मैले बनाएँ। यदि हजुरहरूलाई फ्री टाइम छ यस्तो बनाउँदा एकदम आनन्द आउँछ भने यसरी पनि बनाउन सक्नुहुन्छ। मैले हल्का यो ट्युटोरियल पनि त्यही भएर राखेको छु यसमा, यसरी बनाउने। अनि पछि फिडब्याकहरू पनि दिँदै गर्नुहोला। म हजुरहरूको फिडब्याकको अनुसार अरू पनि नयाँ ब्रेसलेटहरू डिजाइन गरेर डिआइवाई ट्युटोरियल हाल्दै जानेछु। र यी सामग्रीहरू चाहिँ मैले एमाजोनबाट अर्डर गरेको छु धेरै जसो, कुनै मैले वालमार्टबाट पनि किनेर लिएर आएको छु। र यिनीहरूको डाइरेक्ट लिङ्क हजुरहरूलाई यदि किन्न छ, अर्डर गर्नु छ एमाजोनबाट भने मैले डाइरेक्ट लिङ्क तलको डिस्क्रिप्सनमा पनि राखेको छु। त्यो डिस्क्रिप्सनमा क्लिक गरेर पनि यो सामानहरू अर्डर गर्न सक्नुहुन्छ। र यो चाहिँ ब्रेसलेट डिजाइन, ब्रेसलेट मेकिङ प्रोसेस भनेको चाहिँ मेरो लागि चाहिँ माइन्डफुलनेस प्र्याक्टिस जस्तै भयो, किनभने मलाई कुनै टाइमको पनि याद हुँदैन र म फुल्ली इन्भल्भ भएको भएर चाहिँ मैले अरू सबै साथीहरूलाई पनि रिकमेन्ड गर्न चाहन्छु। यदि फ्री टाइम छ भने केही न केही डिजाइन गर्नुभयो भने हजुरहरूलाई एकदमै पिस, हजुरको माइन्ड चाहिँ एकदम पिस फिल हुन्छ होइन। र थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो भन्न चाहन्छु। र फिडब्याक दिँदै गर्नुहोला कमेन्ट बक्समा। र हजुरहरूको फिडब्याक अनुसार अरू नयाँ भिडियोहरू पनि म बनाउँदै जान्छु, नयाँ ब्रेसलेट डिजाइनहरू पनि गर्दै जान्छु। र यो ब्रेसलेट चाहिँ यस्तो राम्रो छ। अनि एउटा धागोमा धेरै ब्रेसलेटको सिड्सहरू उन्दै जाँदा चाहिँ मलाई डिफ्रेन्ट कलरको सिड्सहरू एउटा धागोमा के एज ए होइन ब्युटिफुल के। यो धागो चाहिँ एउटै छ तर सिड्सहरू चाहिँ डिफ्रेन्ट मिनिङ चाहिँ मैले डिफ्रेन्ट जो सबैको मिक्स हुँदा चाहिँ एउटा हुन्छ नि इनर्जीसँग चाहिँ कनेक्ट भए जस्तो। अनि फुल्ली ब्युटिफुल, लाइफ इज ब्युटिफुल भने जस्तो मलाई चाहिँ फिलिङ भइरहेछ है। यदि हजुरहरूलाई पनि यस्तो बनाउनु छ भनेदेखि बनाउँदै गर्नु अनि आफूलाई एकदम माइन्डफुल बनाउँदै जानु भन्न चाहन्छु। थ्याङ्क यू गाइज। र यो अर्को छ नि, यो क्यान्डल पनि मैले एमाजोनबाट किनेको छु, स्मोक एन्ड भेनिला पनि। यसको लिङ्क पनि तल राखेको छु, हजुरहरूले त्यो पनि अर्डर गर्न सक्नुहुन्छ। ल कोजी एन्ड विन्टरको लागि एकदम कोजी फिलिङ गर्नको लागि थ्याङ्क यू।